गोर्खा छात्र संघ चारडा जिल्ला समिति तर्फबाट सबैमा सर्वप्रथम हामी यस अंग्रेजी नयाँ वर्ष 2023 का हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यस वर्ष सबैको जीवनमा सुख शान्ति प्रगति लाओस्, सबैको जीवनमा हाँसी खुसी छाओस् त्यही हामी कामना गर्दैछु। र आज हामी यहाँ अखिल असम गोर्खा छात्र संघ चारडा जिल्ला समिति यस नामचुलाको बैजयन्ती देवी सम्बन्धित क्षेत्रमा आज भेला भएको छु। विशेष कारणले गर्दा आज अखिल असम गोर्खा छात्र संघ चारडा जिल्ला समितिको जुन चाहिँ तेस्रो द्विवार्षिक अधिवेशन यहाँ अनुष्ठित हुनु गइरहेछ, त्यसका आज यहाँ लाइखुट्टा स्थापन वा धुरी खुट्टा खम्बा आज स्थापित गर्नु लागि हामी यहाँ एकत्रित भएछौँ। विशेष रूपले हाम्रो यहाँ आज जुन चाहिँ लाइखुट्टा स्थापन हालैमा समापन भयो आरसीद्वारा र आरसीको सम्मान्य सभापति तिलकान्त कार्की बाहुलीबाट आज यस धुरी खम्बा स्थापित गरेका छौँ हामीले। र हामी एउटा कुरा आह्वान गर्न चाहन्छु, जुन चाहिँ हाम्रो यस तेस्रो द्विवार्षिक अधिवेशन हामी भव्य रूपमा हामीले आयोजित गर्नले जुन चाहिँ हामीले सिद्धान्त वा परिकल्पना गरेछौँ, त्यस सिद्धान्त वा हाम्रो परिकल्पना चारडा जिल्लाको गोर्खा जनमानसको साथै हाम्रो छर छिमेकी जिल्ला तथा हाम्रो विभिन्न जाति जनगोष्ठीको सहाय सहयोग बिना हाम्रो यो जुन चाहिँ परिकल्पना त्यो साकार हुँदैन। तसर्थ तपाईँहरूको जम्मैहरूको सहाय सहयोग हामी अत्यन्त हृदयबाट कामना गर्दछु। तपाईँहरूको आफ्नो अनुष्ठान सोचेर यस कार्यक्रमलाई सफल तुल्याउनको लागि हामी तन मन धन सम्पूर्ण प्रकारको सहाय सहयोग हामी आह्वान गर्दैछु। र आगन्तुक दिनमा यो भेगबाट अखिल असम गोर्खा छात्र संघ चारडा जिल्लाको नयाँ दिशा दिगन्त र गतिविधि यहाँबाट निरूपण हुन जाँदैछ। तसर्थ तपाईँहरू आफ्नो बहुमूल्य समय निकालेर यो 2 दिनको कार्यसूचीमा उपस्थित रहनु लागि हामी अखिल असम गोर्खा छात्र संघ चारडा जिल्ला समितिको तर्फबाट तपाईँलाई विनम्रपूर्वक आग्रह गर्दछु। आज 2023 सालको अङ्ग्रेजी नववर्षको सबैलाई शुभकामनाका साथै आज 2 जनवरी हाम्रो चरादेव जिल्लाको आक्सु सङ्गठनको आउँदो वार्षिक अधिवेशन कार्य सफल पार्नुको उद्देश्यमा हाम्रो यो नामतला बैजयन्ती माला समन्वय ग्राउन्डमा हामीले आउँदो 4-5 फेब्रुअरीको 2 दिने कार्यसूचीमा अनुष्ठित हुने सम्पूर्ण कार्यहरूको सफल निमित्तको लागि पण्डल लगायत विभिन्न वाणिज्यिकमुखी साथै आक्सुको नयाँ साङ्गठनिक दिशतिर अग्रसर हुँदै सबै कार्यहरूको सुपरिचालित गर्नु हुन र नयाँ समिति गठन हुने उपलक्ष्यमा गरिएको आज यस मैदानी मूलधुर खुट्टी स्थापित गरिएको र यसैको आधारमा आउँदो 4-5 फेब्रुअरीतिर अनुष्ठित हुने कार्यसूचीहरूमा सफल पाउनको लागि भगवान श्री गणेश सिद्धिविनायकको पूजा पार्वण सहित सम्पूर्ण देव देवीहरूको उपासना सहित हामी मङ्गलाचरणको सहितमा आज यो मूलधुर खुट्टा उद्घाटन गरियो। र हामीलाई हाम्रो आक्सु कर्मी लगायत हाम्रो स्थानीय ग्रामवासीहरू लगायत समग्र हाम्रो चरादेव जिल्लाको सम्पूर्ण गोर्खा जनजातिहरूको उपस्थितिमा र हाम्रा छर छिमेकी सबै जनसमूह जनजाति जनगोष्ठीहरूको उपस्थितिको सहयोगमा हाम्रो कार्य सम्पूर्ण रूपले भव्य रूपले अत्यन्त महान सफलतापूर्वक सफल होस् भन्ने उद्देश्य राखी आज हामी यो कार्यसूची समापन गरिँदैछ। र आजदेखि उपरान्त हामी यस बैजयन्ती समन्वय क्षेत्रमा हामी कार्यमा संलग्न हुनेछौँ भन्ने सबैसँग गुहार आह्वान र शारीरिक मानसिक र आर्थिक सहयोग